आइसकेको रहेछ हाम्रो बस्ती हाम्रो घर घर यहाँ छ अनि हाम्रो स्कुल त्यहाँ माथि गाउँ Porsengo तल बादल माथि चाहिँ स्याउ बगान एउटा स्याउ बगान हुन लाग्छ हाम्रो गाउँ यो चाहिँ मेनगिरी हिमाल हो बादलले ढाकेको छ मुस्कुराएछ थोरै चाहिँ यहाँ चाहिँ बादलको पछ्यौरी लाग्छ तर सानो ठाउँमा चाहिँ हिमाल देख्न सकिन्छ कति सुन्दर छ यो हिमाल साह्रै राम्रो दिन हो यस्तो राम्रो दिन अब त पुरै स्याउ फार्म हुने भयो क्या यहाँ सोलर हाल्ने हो अब अर्को वर्षतिर होला बनाउँदा 30-40 लाख गइसक्यो अब त्यो भएर अब अर्को साल चाहिँ हालिन्छ सोलर हाल्ने भनेर नै बनाएको हो यहाँ सोलर हालिन्छ अर्को साल चाहिँ आज दिन चाहिँ साह्रै राम्रो गरेको दिन चाहिँ राम्रो गरिन्छ यो पोल हालेको पोल अब कहिले हड्दाइले कहिले जोडिदिन्छ हाम्रो बिजुली जोड्यो भने अनि अब यति बसिन्छ भनेको के अरे यति बस्ने अब आनन्दै छ अब स्याउ रोप्ने भनेको खोइ फापर रोप्ने छ काम अब काम गर्नु नि पाएको छैन आज त निलगिरी देखेको छैन दिन त राम्रो छ तर हिमाल चाहिँ सबै ढाकेको छ डागा हो कहाँ जाने तिमीहरू पेट सक्छौ नगएर सर्बल टोक्छ यस्तो हिँड्ने कहाँ डेबिट दिदी बाखेन म यसो घेर्नुपर्ने छ फलामको पोल लगाएर नै घेर्ने भनेको के अरे यहाँ जाली हाल्ने भनेको छ कहाँ अब यो बिचबाट फापर रोप्यो भने फापर बारी हुन्छ स्याउ रोप्यो भने बिचबाट सल्लक्क तलसम्म बाटो निकाल्नु छ अब यति बसिन्छ हामी भने